गाइज बलिरहेछ। हेलो गाइज, आज हामी सुन्तले तिनघरे बजार र साथै यहाँ पारी चाहिँ इलाम बजार हो। यहाँ अलिअलि देखिँदैछ, रुखले छलेको छ। अनि माथि पिलपिल बलेको चाहिँ सन्दकपुर डाँडा हो। जौबारी सन्दकपुर अलिक परतिर पर्छ। यहाँ तल देखिएको सुन्तले हो, सूर्योदय नगरपालिका 11 इलाम। ल यो तिनघरे बजारदेखि पारी उता देखिएको चाहिँ यो 1300 एरो छ नि। यहाँ देखेको चाहिँ झापा पर्छ है साथी गाइजहरू। यो इलाम बजारको पारी डाँडा हो, कुन हो याद छैन मलाई नाम त। र साथै हामीले यहाँ चाहिँ आज यति राति भिडियो किन बनायौँ भन्दा चाहिँ आज हामीले माल ल्याएको छौँ। माल होइन त साथी हो, माल 1.5 लाखमा किनेर ल्याएको साथी हो यो माल। यति हेर्नुहोस् है। र भोलि हामी यसलाई छरेर पनि देखाउनेछौँ। यसलाई भन्छ सिमरा वाटर के पो भन्छ, वाटर खोइ के भन्छ याद भएन। र यहाँ साथसाथै अर्को भाइले घाँस चोरिरहेछ साथी गाइजो। यहाँ अम्लिसो भट्टाभट यति राति हेर्नुहोस् त, घाँस चोर्दैछ यो भाइले। यदि तपाईँ घाँस चरायो भने चाहिँ यो मान्छेले लगेको है। भाइ यता हेर्दै न, बिस्तारी भन्नु न, सुन्छ क्या मान्छेले। यति राति को आउँछ है यहाँ जङ्गलमा? यति राम्रो अम्लिसो डङ हान्दैछ यसले। हुनु चाहिँ कसको हो यो? यहाँ खोइ चियाबारी पनि छ यहाँ, कसको हो यो? सिमरा पनि चोरेर ल्याएको छौँ साथीहरू। र साथसाथै भन्नुपर्दा अहिलेको टाइम चाहिँ कति भयो भाइ? अहिलेको टाइम चाहिँ ठ्याक्कै तपाईँको 6 बज्न लागेछ। 6 बज्न लागेछ र पनि यो भाइले घाँस चोर्नु छोडेको छैन। दिन छोटो छ, रात लामो छ, घाँस चोर्दा केही हुँदैन। शीत यस्तो परिरहेछ साथीहरू, हेर्नुहोस् शीत।